बिस्तारामा पल्ट्यो, मनले मान्दैन। काम गर्न खोज्यो, ज्यानले धान्दैन। होइन, यो मलाई के भएको हो? अरे बिचारी छोरी घाँस काट्न गएकी छे। आउँदा भोकाएर आउँछ। यति साग भए पनि काटेर राख्दिनु भनेको सक्दिन कि के हो? बाबा, यो के गर्नु भएको तपाईले? मैले तपाईलाई आराम गर्नु भनेकी थिएँ, फेरि काम गर्न थाल्नु भयो। पर्दैन बाबा, तपाईले केही काम गर्नु पर्दैन। यति तरकारी त म आफै काटेर पकाइहाल्छु नि। खाना खाएर ओडा रक्सेर थेपडारलाई नि भेट्नु छ। उहाँहरूलाई भेटेर आफ्नो दुःख बिसाउनु पर्यो बाबा। अब उहाँहरू त हुनुहुन्छ हामीलाई आफत विपद पर्दा हेर्ने। उहाँहरूले चाहनु भयो भने केही पैसा दिनुहुन्थ्यो कि? यदि पैसा दिनुभयो भने हजुरलाई हस्पिटल लानुपर्छ बाबा। हो छोरी, आपद विपदमा परेकाहरूलाई उहाँहरूले नि सहयोग गरिराख्नु भएको छ। हामीलाई पनि सहयोग गर्नुहुन्छ होला, मलाई विश्वास छ। तर छोरी, मलाई उपचारको लागि कहीँ कतै लानु पर्दैन। 1-2 दिनमा ठिक भइहाल्छ नि। खै बाबा, 1-2 दिन भन्दा भन्दै यत्रो दिन बितिसक्यो, हजुरलाई अझै ठिक हुने होइन। उहाँहरूले पैसा दिनुभयो भने चाहिँ अब चाहिँ हस्पिटल जानुपर्छ। हिँड्नुहोस् भित्र, आफूले तरकारी पकाउनु हतार भइसक्यो। खै ल्याउनुहोस्। बाबु, आज मुखियाकोमा काम गर्न नजाए, बरु बाख्रा लिएर जङ्गल जा। त्यहाँ एमे पनि बिरामी छन् रे, धेरै भयो नभेटेको। के रहेछ म बुझेर आउँछु। एमे काका बिरामी भएको त धेरै भयो नि होइन र आमा? अझै ठिक भएको छैनन् रे? खै निको भएका छैनन् रे। भोलि पर्सितिर अस्पताल लान्छु भनेका थिए। के गर्ने रहेछन् म बुझेर आउँछु। फेरि छिमेकी भनेको जिउँदाको जन्ती, मर्दाको मलाइन भन्छन्। यस्तो दुःख पर्दा त भेट्न जानु पर्यो नि छोरा। हुन्छ आमा, म आज मुखियाकोमा काम गर्न जाँदिनँ। हजुर एमे काकालाई कस्तो छ हेरेर बुझेर आउनु। अब यस्तो बेलामा पैसा भए सहयोग गर्नुहुन्थ्यो, हामीसँग पनि पैसा छैन। के गरौँ त बाबु, उनीहरू जस्तो हामी पनि त्यस्तै हो। पहिले गएर हेरौँ बुझौँ के रहेछ अवस्था। धेरै नै गाह्रो भएको रहेछ भने छरछिमेकीसँग मागेर भयो नि सहयोग गर्नु पर्यो नि। हुन्छ आमा, त्यसै गरौँला। अहिले म बाख्रा लिएर जङ्गलतिर जान्छु।